कति गएर वाटरमेलनको Is this the money? Yeah, that's the price. Yeah. That's the price. यसो हाम्रो काउन्टर भयो आज हामीहरू के गर्न आएको छ हामीहरू सबै आएको छ आज के खाने हो यहाँ ओ माई गॉड वाउ वाउ यो ग्राप्सहरु यहाँ चिप्ने होइन आइनो हो यता जाने हो अब हामी टक टक गरेर हिँड्दै जाने खाना पाइएन बुढी बङ्गै काट्दैछन् कसैले टन्नै काटेर खान झ्याम झ्याम काट्ने खाने आङ आङ भयङ्कर मिठो रहेछ हो तर बुढो यो चाहिँ केमिकल हालेको होला नि त मुखले खाएको हातले खाएको होइन मुखले खानेको तर केले खाने त मुखले नखाएर अनि यो रहेछ के हुन्न के यो सिकाउने कुरा अलग हो गर्ने कुरा अलग हो यस ठाउँमा अनि भनेको मान्दैन अनि इन्स्ट्रक्सन फलो वी डोन्ट फलो द इन्स्ट्रक्सन खै यो बान्दिनु ल हिँड 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 कति केजी लाउने हामीहरूले 2 किलो जति लैजाउँ यस्तो हुन्छ हेर्नुहोस् अस्ट्रेलिया ग्रास फार्म हो सुरुमा म अस्ट्रेलिया आउँदाखेरि यहाँ ग्रास टिप्न आएको थिएँ नि म अनि फार्ममा आएको एक दिन $20 दियो यार क्यासमा होइन धेरै ठग्यो नि मलाई त्यति बेला त यार म त रातो वाला होला भन्ने थिएँ बाबाले त त्यो रातो रातो त घामले गर्दा सुकेर भएको हुन्छ नि रातो हैन त्यो भेराइटी नै रेड त भेराइटी हुन्छ भने हो कि किन त्यो योबाट हुन्छ नि सुकेर किसमिस बन्छ योबाट बन्ने भनेको ग्रिन वाला वाइन हो अर्को वाला रेड वाइन हो कि बन्ने उता त ग्रेप्स अर्को हेर्नुहोस् हालेको मैले त्यस्तै खाने थियो अनि फेरि मलाई देखाएन भने यस्तो यस्तो लम्की लम्की हेर्दैछ कि फेरि अनि तिमीलाई कहाँ छुटाउँछौ त तिमी त परानो आउँछ हाम्रो बुढो हजुर जुन जुत्ताको गुलियो छ टिप्नु न प्लिज मलाई के थाहा मैले जुत्ता कसरी थाहा मैले आफ्नो बुढी थाहा पाइनँ कस्तो छ भन्ने कुरा यार ल यो बुढी चाहिँ धेरै नखानु ल 1 नम्बर छ बुढी हो त्यति सानो नटिप्नु भने हो अघि न त्यही हुन्न त्यसले भनेको कुरा मान्नुपर्छ भन्ने हुन्न के के भन्यो हेर्छ नि त अनि त्यसले हेर्छ यिनीहरूले के बोलिरहेछन् कुन देश गयो कुन 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 नि गरिरहन् मान्छे त कति छ यहाँ त हो के पिक गर्ने हेर न ल कुन चाहिँ के आएको हो यहाँ हेर त हजुर त्यो हटाउनु उसको भिडियो बनाइदिनु ल्याउ म भिडियो बनाउँदिन किन म भ्लगर हो नि त म भ्लग गर्न आएको हो म गएर खाना आएको र यहाँ खै खाउँदाखेरि झुप्पामा मुख लगाएर कति धेरै छ हेर त त्यस कति हो मेरो भिडियो बनाइदिनु यस्तो वाला नै के कस्तो वाला त तिम्रोबाट बनाइदिनु पुरै म त भ्लगर हो भ्लग बनाउन आएको म तिम्रो भिडियो बनाएर मलाई पैसा थोरै मिल्ने हो यो हाम्रो अङ्गु फार्म नेपालीबाट भन्दाखेरि टक्कै टिप्ने यसो यसो पुस्ने के धुनु पर्ने हो खासमा पानी छैन कहाँ पानी हुन्छ जहाँसुकै त्यहाँ पनि वाह कस्तो मिठो छ यार फेरि उनीहरूले होला कहिल्यै खान नपाएको होला पसेर मान्छेहरूसँग फेरि हेरेर फेरि गुलियो हो कि अमिलो हो भन्ने कुरा हो अङ्गुर भएको कारणले गुलियो भनिदिनु पर्यो खासै गुलियो त होइन यो अमिलो अमिलो छ त्यही पनि अङ्गुर छ अङ्गुर हो अङ्गुरलाई गुलियो भन्नै पर्छ हामीले यो खासमा के हो थाहा छ कि नै
यो यस्तो हो क्या बुढी यो अङ्गुर खासमा यो हाम्रो यो जो गए गुज्रेको अङ्गुर हुन्छ त्यो छोडिदियो कि अगर राम्रो राम्रो टिपेर हाल्छ उनीहरूले हो राम्रो अङ्गुर टिपेर बेचिसके यो बची कुचीकोलाई हाम्रो लागि खुल्ला गरिदिएमा थाहा छ कि यो पुर्केले घाँस छोडिदिएबाट घाँस भैँसी पाले होला नि भैँसीलाई दिने होला नि अनि घाँस साग छोडिदियो ल ल चाँडो चाँडो ल बुढो यसलाई यो टिप्नु भन्नु न बेथे टिप्नु पाइयो त कुदेर टिप्न पाइनु न त्यो नटिपो छोडिदियो अर्को ठाउँको त्यो कापो खाने ला यो अङ्गुर त यहाँ झरेछ लम्कीतिर हाम्रोतिर नेपालतिर भइदिएको भए त यसको लगभग 1 पाउ हुन्थ्यो 1 पाउ 50 नेपाली रुपियाँमा बिक्री हुन्थ्यो होला सायद यता 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 ए भयङ्कर छ है कस्तो खालको यता हेराउने हो कि देख्ने हो कि रोक्न वाउ जान मिल्दैन भने यता बोलाइसक्यो नि मलाई यार यहाँतिर घोडाहरू छन् नि हेर न कस्तो पचार खाइरहन् उनीहरूले ल यहाँ निउरेर भित्र पिछाडी जाने र यो हेर त यो खै त अमदिने यता कस्तो हेरेको अमिलो हो यार यताबाट आउँछ होला है कट्टु च्यातिएपछि फेरि अहिले ल यता आइजाऊ अच्छा अङ्गुर चाहिँ जति खाँदा पनि भयो कि भित्र यार ओ माइ गड जति खाँदा नि भयो तर किनेर लाँदाखेरि चाहिँ 1 केजीको $60 चाहिँ तिर्नु पर्ने हो भित्र त आफूले जति खान सक्यो एकजना पहिला मेरो कोरियामा साथी थियो कि भयङ्कर हान्थ्यो हो कोरियामा हुँदाखेरि साथी थियो 3-4 किलो त सँगै हानिदिन्थ्यो अहिले हेर कति जग्यो ओ माइ गड त्यसलाई काटेर टक्का हाल न त्यसमा अब वाउ ओ माय गॉड यो एउटा हाम्रो 1 किलो भन्दा बढी छ ये कैसे हो गया त्यस्तै हो क्या वाउ यहाँ आउँदै यहाँ फोटो खिचिदिन्छ तर ठुलो झुप्पा छ यसलाई खैदियो थैली नाइ त्यत्रो सबै नकाट्नु न सबै काट्नु देऊ काम पहिलो र बाबाले टेस्ट गर्नु नि भएन यो अकेला घुम्ता रह्या मैं हजुर थोरै साग टिप्नु न बुढी साग कति साग भनेर आएको यहाँ भिनाजु ग्राप्स टिप्न आउनु भएको उल्टै यहाँ साग पनि टिपेर जान लाग्नु भएको नेपाली त यस्तै हुन् के एउटा काममा डबल काम फाइदा लिन खोज्ने के भन्नु त्यही हुने अब यति धेरै लगेर के गर्नुहुन्छ भिनाजु कापो बनाउने कापो मलाई पनि दिनु होला है तिम्रो नजर कहाँ हुन्छ यो बेथी हो कि होइन यार ल एकछिन पछाडि हेर दुवै ल हट सब जमिन छ नि हाम्रो बाजेको हो हाम्रो बाउले बेचिदिनु भएको ल ठिक छ यहाँ अङ्गुर खान आएको भने पेट भयो खाऊ न त गुमा अब हामीहरू ग्राफ्स फार्मबाट ग्राफ्स पिक गरेर अब जान लाग्यो खै त हेर्नु दिदी भिनाजु कस्तो लाग्यो त आज रमाइलो भयो रमाइलो भयो है तिमीलाई आफूलाई देखाउ ल कता छ मेरो कार चाहिँ हाम्रो रमाइलो भयो भिनाजु यता आउनु न कहाँ अगाडि जान लाग्नु भयो त
हजुरबाउको त्यो बिघा सम्पत्ति बाउले बेचे छोराको यो गति। रमाइलो भयो अब प्याक गरेर आफ्नो कारमा राख्दै त्यो एउटा 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 गुच्छा निकालेर धोएर खाँदै गरौँ न। ल धोएर खाँदा उता पानी छ ल खै ब्याग बिन गाडीमा फाल्यो भने चाहिँ हेर बिन ब्याग छैन के गर्नु नि यो गाडीमा मैले त्यो सानो छोरी हुँदैन त भाड भात छुट्यो मैले गाडीमा गिराएको थियो पैसा पानी खानु आधा बच्चा तेमा आधा बच्चा तेमा आएको चप्पल सहित ल्याउनु भएको रहेछ त जुत्ता खोइ राख्ने हो नि त अहिले हेर्नु पारिसमा त्यति मात्रै कसले सुँग्ने त्यो त्यत्रो ए खानु सक्दैन फाल्छौ अहिले तिमीहरूले फेरि होइन फाल्दैनौ नबोल सुँग्नलाई निकाल्नु भयो नि त उयो टोपीमा हाल हुँदैन त्यो फोर टोपीमा नै टाउकोमा हाल्ने टोपीमा पेपर पेपर छैन कुनै टिस्यु सिस्यु टिस्यु छ त भित्र बाबा ल है त जाऊ बस अगाडि ल भयो तपाईँ खानु हुँदैन यो म खाइन अहिले अब जाने है अँ थ्याङ्क यू म खाइन के ऊ बेबी ल्याएर अब हजुरहरूको पनि त्यस्तै बेबी हुन्छ दिदी त खान लाग्नु भयो कस्तो लाग्यो दिदी मस्त मिठो छ हामीले त साग पनि पायौँ फेरि ग्रेप्स सँगसँगै देखाउँ यहाँ कत्रो साग टिप्यौँ साग पनि टिप्नु भयो ग्राफ्स पनि डबल काम भयो र बिना चाहिँ अब जुत्ता सुत्ता खोलेर चप्पल लाउने रे जग्गा बाहिर त कति कति छ नि बाहिर त बिहान उठेर अब 1 घन्टा चाहिँ रेडी हुन लाउनुहुन्छ अनि नगर्नु न त्यो त्यो न कता ड्राइभ गर्ने अरे फेरि अब हामी म्याङ्गो फार्ममा आयौँ Where drive? बुढी Where drive? बुढी वेयर ड्राइभ भन्छ गाइस धेरै रिक्वेस्ट गरेर म्याङ्गो फार्म चाहिँ ओपन गरिदिएको छ हाम्रो लागि बोल्न जानुपर्छ एभ्रिथिङ इज पोसिबल यार है हो नि बन्द भएको पनि अगाडिको किन ब्लड देखिरहेछ कि यो यसमा यो भएर मेरो काँच सफा छैन कि त्यसको त्यही भएर आफ्नो बनाएन है And then, yeah, and, yeah, a couple of kilos, 2-3 kilos, don't go over the top because otherwise we lose out. ओके ओके त्यही पनि हाम्रो लागि चाहिँ ओपन गरिदिएको छ म टिकटक स्टार हो म खतरा हो मैले तेरो फार्मको चाहिँ धेरै एडभर्टाइजमेन्ट गरिदिन्छु भनेर प्रचार गरिदिन्छु भनेर चाहिँ खोलिदिएको छ अहिले चाहिँ कता गएको छ फेरि हेर के हुन्छ कस्तो हुन्छ म्याङ्गो देखाउँ न यता ब्याग चाहिँ कसरी गर्ने हो कि ब्याग कसरी गर्छन् भिडियो खै हजुरको हातको बिगाउ सानो सानो नछुटो के अब छिल्लो छिल्लो खाँदै जान्छ यार बारी पनि हेर कति सानो टिप्नु भयो हजुरले कुरो नआयो दे ए यो रुखको अमिलो रहेछ कस्तो बाफ आयो त्यो आएको बेला भिडियो बनाएको थिएँ भिडियो नबनेको रहेछ त्यो आएको बेला भिडियो बनाएन रहेछ अँ के म अघिदेखि यत्तिकै बनाउनै लाएको थिएँ खै किन नबनाउने रहेछ सत्तेरिका मौका पाएर टिपिहालौँ न ध्यान ध्यान पैसा पनि तिर्नुपर्ने हो त्यही ध्यान ध्यान थिएँ अनि फेरि धेरै टिप्यो भन्ला नर्मली 7-8 किलो डलर किलो बत्ती बेच्दो रहेछ एक दुईवटा ओर्लिएर भरौँ न
अरू भर न बाबा वाउ गाइज म्याङ्गो फार्म चाहिँ यो हो ओपन हुन 1 महिना लागि छ यो चाहिँ अब मैले धेरै रिक्वेस्ट गर्दाखेरि आज चाहिँ मेरो लागि चाहिँ ओपन गरिदिए जस्ट फर मी Yeah. ए तपाईँलाई म्याङ्गो फार्ममा आउनु छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला म यहाँ लिएर आउँछु कुरा भने पुरै सर्प होला है जताततै त नहेर तिमी स्नेक बाइट हुन्छ फेरि यहाँ स्नेक बाइट धेरै भयो आऊ धेरै भइसक्यो अब भइहाल्छ दिदी त्यो यो त पिसा भर्न बसेर 5 केजी जति भइसक्यो यार अब जाने कस्तो बहिनीको ल्याउ त होइन ठिक छ के टिपेको म्याङ्गो खै खै हेरौँ यो त खासै राम्रो छैन यार सानो भयो त्यसो गर्नु ल जाउँ भयो अनि गाडीमा मोबाइल तिम्रो आफ्नो हुन्छ 6 kilos worth there, so like I said, that we're actually $60 for that one. That's okay, yeah. Alright, so there you go. So that's yours. Where's 60. my mobile? Have you got cash or pay ID? I have Yeah. pay ID. Pay ID, yeah, pay ID will do. Ready? Next time open this one, right? Yeah, so It's a shower, right? What's that, sorry? Is this at least a shower? Yeah, that will be sour. Yeah, that'll be sour. So yeah, if you follow us on This Facebook. is a man. Yeah, if No, you follow, actually he's a very good person because normally they close when it's ready, then they will sell that mango. But now it's closed, but only for me he give it to me mango. Thank you very Not for much. you, only for me. yeah, I've got your cards here. Oh, your car is here. Where are you going? Yeah, open to get you. Like I said, if you follow us on Facebook, we'll mention you when it's open. Okay, thank you. Thank you very much. Yeah.